पेगासस सफ्टवेयरले धेरै मानिसको मोबाइल ह्याक गरेको समाचार सार्वजनिक भएसँगै मोबाइल प्रयोगकर्तामा सुरक्षाबारे आशंका पैदा भएको छ। पेगासस जस्ता अन्य सफ्टवेयर तथा एपबाट पनि हाम्रो मोबाइल ह्याक हुन सक्छ। यीमध्ये केही एपले मोबाइल फोनबाटै वित्तीय जानकारी पनि चोरी गर्ने गर्छन्। कहिलेकाहीँ तपाईको फोनको ग्यालरी, फोन कल, मेसेज लगायत सबै कुरालाई कन्ट्रोल गर्न पनि चाहिरहेका हुन्छन्। त्यस किसिमका एप र टुलहरू तपाईकै मोबाइलमा हुन्छन् तर तपाईलाई थाहा हुँदैन। यस्तो अवस्थामा आफ्नो मोबाइल ह्याक भएको हुन सक्ने केही सङ्केतहरू निम्नानुसार रहेका छन्। 1. फोनको ब्याट्री सामान्य अवस्थाभन्दा निकै छिटो सकिनु। तपाईको फोनको ब्याट्री सामान्य अवस्थाभन्दा निकै छिटो सकिरहेको छ भने तपाईको मोबाइलमा त्यस किसिमका जोखिमपूर्ण एपले जासूसीका लागि प्रयोग गरेको हुने किसिमका कोडको प्रयोग गर्दा धेरै ब्याट्री खपत हुने गर्दछ। तर तपाईको ब्याकग्राउन्डमा धेरै एपहरू चलिरहेको अवस्थामा पनि ब्याट्री खपत हुन्छ। त्यसैले सबैभन्दा पहिला सबै एपहरू बन्द गर्नुहोस् र त्यसपछि मोबाइलको ब्याट्री कति टिक्छ हेर्नुहोस्। 2. डाउनलोड नगरेको एपहरू देखिनु। तपाईले आफ्नो फोनमा डाउनलोड नै नगरेको एप देख्नुभयो भने त्यो काम ह्याकरको पनि हुन सक्छ, सचेत रहनुहोला। 3. फोन स्लो हुनु। तपाईको स्मार्टफोन एक्कासी स्लो हुन थाल्यो भने पनि तपाई सतर्क हुनुपर्ने हुन्छ। मोबाइल स्लो हुनुको कारण पनि अन्य पनि हुन सक्छन्, तर एक्कासी मोबाइल स्लो हुनुको कारण भने जोखिमपूर्ण एप वा सफ्टवेयर तपाईको मोबाइलमा हुनु पनि हो। 4. अत्याधिक डेटा खपत हुनु। अचानक मोबाइलमा अत्याधिक डेटा खपत हुन थाल्यो भने पनि त्यो राम्रो सङ्केत होइन। यस्तो हुँदा तपाईको मोबाइलमा जासूसी गर्ने एप वा सफ्टवेयरले डेटाको प्रयोग गरिरहेको पनि हुन सक्छ। 5. फोन असामान्य हुनु। तपाईले फोन असामान्य तरिकाले चल्न थाल्यो भने पनि बुझ्नुहोस् तपाईको फोन ह्याकिङ हुँदैछ। एपहरू अनपेक्षित रूपमा बन्द हुने र खुल्न नसक्ने जस्तो समस्या देखिन सक्छ भने धेरै साइटहरू यसअघि देखिने भन्दा फरक तरिकाले देखिन थाल्छ। यस्तो भएको छ भने पनि त्यो राम्रो सङ्केत भने होइन। 6. जताततै अनौठो विज्ञापनहरू देखिनु। तपाईले मोबाइल प्रयोग गर्दा धेरै ठाउँमा अनौठो किसिमका विज्ञापनहरू देख्न थाल्नुभयो भने तपाईको मोबाइल ह्याक भएको हुन सक्छ। कहिल्यै पनि त्यस्ता लिङ्कहरूमा थिच्नु भने हुँदैन। 7. आफूले नराखेको फोटो ग्यालरीमा देखिनु। तपाईले आफ्नो ग्यालरीमा नराखेको फोटोहरू पनि देख्न थाल्नुभयो भने तपाईको क्यामेरालाई बाहिरबाट कसैले निगरानी गरिरहेको हुन सक्छ, त्यसमा पनि सचेत रहनुपर्ने हुन सक्छ। 8. फ्ल्यास लाइट आफै अन हुनु। आफूले मोबाइल नचलाएको अवस्थामा पनि फ्ल्यास लाइट अन हुनु मोबाइल ह्याक हुन सक्ने अर्को कारण पनि हो। तपाईको मोबाइल अरू कसैले कन्ट्रोल गरिरहेको अवस्थामा पनि यस्तो हुने गर्दछ। 9. फोन तात्नु। लामो समयसम्म चलाउँदा फोन तात्नु स्वाभाविक हो। यद्यपि तपाईले नचलाउँदा पनि फोन तात्छ भने मोबाइल ह्याक भएको पनि हुन सक्छ। 10. आफूले नगरेका नम्बरहरू फोन लगमा देखिनु। तपाईले आफ्नो फोन लग वा मेसेजमा आफूले डायल नगरेका नम्बर वा नपठाएको मेसेज देख्नुभयो भने तपाई सतर्क हुनुपर्ने हुन्छ। यो पनि मोबाइल ह्याक भएको अर्को सङ्केत हो। कृपया दर्शकबिनहरू हामी यस्तै किसिमका जानकारीमूलक भिडियोहरू यस च्यानलबाट ल्याउने गर्दछौँ। कृपया हाम्रो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।